आँखा रातो हुने, चिलाउने, आँखाको यो जुन ढकनी छ त्यो ढकनी फर्काएर हेर्दाखेरि माथि ढकनीको भित्री भागमा चाहिँ सानो ठुलो घाउहरू देखिने र त्यो घाउहरूले कोरेर आँखाको नानीमा पनि घाउहरू हुन सक्दछ। आँखाको नानीको वरपर चाहिँ एउटा कालो दाग जस्तो अथवा एउटा सेतो घेरा जस्तो बनेको देखिने, यी चाहिँ केही भिकेसीका लक्षणहरू। भर्नल केराटोकन्जन्क्टिभाइटिसको चाहिँ टिपिकल नेपाली नाम छैन। यसलाई स्प्रिङ क्याटरा पनि भन्छ। स्प्रिङ भनेको चाहिँ यो चाहिँ पहिला चाहिँ सुरुमा हेर्दाखेरि चाहिँ स्प्रिङमा बढी कमन भएको देखिएको थियो, त्यही भएर यसलाई स्प्रिङ क्याटरा भनिन्थ्यो। तर अहिले चाहिँ यो स्प्रिङ भन्दा पनि अझै बढी चाहिँ समरमा, स्प्रिङको लास्टतिर र समरमा चाहिँ बढी पिक भएको देखिन्छ। यो स्प्रिङ क्याटेरा चाहिँ कस्तो भन्दाखेरि केटा मान्छेहरूमा बढी देखिन्छ है। केटा मान्छेहरू पनि कस्तो सानो है, 5 वर्षदेखि सुरु भएको देखिन्छ। 5-6 वर्षदेखि केटा मान्छेहरूमा सुरु हुन्छ, बच्चाहरूमा भनौँ न, सानो बालकहरूमा सुरु हुन्छ र ठुलो हुँदै जाँदाखेरि बिस्तारै 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 कम हुँदै जान्छ है। सो उनीहरूको टिन एज सकिँदाखेरि भनेको 19-20 तिर हुँदाखेरि चाहिँ यो बिस्तारै बिस्तारै आफै हराएर जान्छ। तर त्यो टिन एज नहुँदासम्म चाहिँ यसले चाहिँ के गर्छ, वर्षेनी हैन, हरेक वर्ष स्प्रिङको एन्डतिर र समरमा चाहिँ पिराउने गर्छ र बल्झिने गर्छ। र यो एउटा आँखामा मात्र नभए एलर्जी चाहिँ एउटा आँखामा मात्र नभएर दुवै आँखामा हुन्छ।